JLPT N5 राइटिङ 84 नम्बर। 84 नम्बरमा ताकाईको खान्जी। ताकाई भनेको एक्सपेन्सिभ, महँगो अथवा अग्लो। यसको लेख्ने तरिका हेरौँ। यो खान्जीको योमी खाता पढ्ने तरिका। कुन योमीमा ताकाई र ओन योमीमा को भनेर पढिन्छ। यो खान्जीबाट बनिने केही शब्दहरू हेरौँ। 1 नम्बरमा ताकाई भनेको महँगो अथवा अग्लो। 2 नम्बरमा ताकासा भनेको हाइट, उचाइ। 3 नम्बरमा को भनेको सिनियर हाई स्कुल। 4 नम्बरमा साइको भनेको सबैभन्दा राम्रो अथवा सबैभन्दा अग्लो। 5 नम्बरमा कोओन भनेको धेरै तापक्रम भएको। 6 नम्बरमा कोका भनेको बहुमूल्य, धेरै मूल्य भएको। 7 नम्बरमा जान्दाका भनेको ब्याङ्क ब्यालेन्स। 8 नम्बरमा कोसोकु भनेको हाई स्पिडको। 9 नम्बरमा कोसोकु दोरो भनेको हाई स्पिड गाडी चल्ने बाटो, एक्सप्रेस वे।